हेलो म चाहिँ आज मिनी भ्लग बनाउन लागेको छु होइन। अनि उसको र मेरो चाहिँ कति दिनपछि सायद 2-3 हप्तै भयो होला है नभेटेको। अनि धेरै पछिको भेट हाम्रो चाहिँ। अनि आज चाहिँ हामी घुम्न जाने भनेर चाहिँ होइन, हामी कहाँ जाँदैछौँ चाहिँ साथी काममा। कुन काम हो? नाइट काममा जाँदैछौँ। नाइट काम। अनि कस्तो वेदर हेर्दाखेरि चाहिँ ओसो डेजमा जानु लागेको जस्तो देखिरहेछ, तर होइन। हाम्रो नाइट काम चाहिँ दिउँसोको 3 बजीदेखि सुरु हुन्छ, भोलि बिहानको 9 बजीसम्म। 4:30 देखि हो, मिस्टेक भयो होइन। घरबाट निस्किने त 3 नै बज्छ नि त। तर कस्तो काममा जाने मन छैन के, वेदर हेर्दाखेरि चाहिँ घुम्न जाम भइरह। 17 घन्टा हुन्छ गाइस। अब भोलि हामी कस्तो हुन्छ, अहिले हाम्रो फेस छौँ होइन, भोलि कामबाट निस्केपछिको फेस हेर्नु होला कस्तो हुन्छ। हाल्छु, म साँच्चै हाल्छु यो भिडियो चाहिँ। अनि तिमीलाई चाहिँ क्वेसन सोध्छ है ल। तिमीलाई होइन हायाबान ओसोबान अनि याकिनमा कुन चाहिँ ठिक लाग्छ? रियल कुरा गर्नु पर्यो अहिले मलाई कामै जानु मन लाग्दैन। इचिबानमा चाहिँ याकी नै मनपर्छ मलाई। याकी मनपर्छ तिमीलाई? मलाई त ठिकै लाग्छ, सबै उस्तै हो। हायाबान चाहिँ सबभन्दा इया लाग्छ। भनौँ तिमीलाई के मनपर्छ? म चाहिँ उठ्नलाई धेरै अल्छी छु नि त, अनि त्यही भएर होला। कालो कालो आएको होला भिडियोमा छैन, अहिले पछि हेर्दा राम्रो आउँछ। क्यामेरा हल्लेको होला छैन, अहिले पछि हेर्दा राम्रो आउँछ के, एडिट गर्छु नि त म, राम्रो आउँछ।